नमस्कार दर्शकबिन, यहाँहरूलाई कार्यक्रममा स्वागत छ। हामी अर्को एउटा विशेष एपिसोडमा पुनः उपस्थित भएका छौँ। हुन त दर्शकबिन, नियमित रूपमा यहाँहरूले हाम्रो कार्यक्रम हेर्दै आउनुभएको छ र सन् 2006 देखि निरन्तर रूपमा हामीले शिक्षा क्षेत्रका विभिन्न विषयवस्तु उठाउँदै आएका छौँ। आजको विषय हामीले चर्चा गर्न लागेका छौँ र एउटा सन्दर्भ पनि जोडिएको छ, 36औं राष्ट्रिय शिक्षा दिवस। र यो शिक्षा दिवसमा हामीले खास गरी अरू दिवसहरूको पनि कुरा हेर्ने हो भने एउटा रिचुअल र एउटा सामान्य प्रोसेसलाई पुरा गर्ने क्रममा यस्ता दिवसहरू मनाइन्छ। त्यो दिवसमा धेरै वाचा प्रतिबद्धताहरू गरिन्छ र ती वाचा प्रतिबद्धताहरू अन्ततः अर्को वर्षको दिवस मनाउँदा फेरि त्यसलाई सम्झिने र प्रण गर्ने मात्रै गरिन्छ, व्यवहारमा त्यसको कार्यान्वयन हुँदैन भन्ने आम आरोप पनि लाग्दै आएको छ। यो बीचमा हामीले आज एउटा शिक्षाको स्तरीयताको विषयमा अर्को सिरिजमा बहस गर्न लागिरहेका छौँ र विभिन्न अतिथिहरूलाई स्टुडियोमा निम्त्याएका छौँ। म उहाँहरूको संक्षिप्त परिचय दिन चाहन्छु। आजको कार्यक्रममा हामीले अतिथिको रूपमा निम्त्याएका छौँ शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक खगराज बराल। यहाँलाई स्वागत छ कार्यक्रममा। त्यसै गरी शिक्षाविद प्राध्यापक डाक्टर वासुदेव काफ्ले, डाक्टर साहब यहाँलाई स्वागत छ। त्यसै गरी तरुण माविकी प्रिन्सिपल प्रमिला शर्मा काफ्ले, यहाँलाई पनि कार्यक्रममा स्वागत छ। म बराल सरबाट पहिलो प्रश्न राख्छु। हामीले 36औं राष्ट्रिय शिक्षा दिवस मनाइराख्दा यसपालिको नारा दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था। सम्भवतः यो भूकम्प पछिको अवस्थामा धेरै शिक्षण संस्थाहरू भत्किएको र बालबालिकाहरूले सहज ढङ्गले पठन पाठन अघि बढाउन नसकेको अवस्थालाई पनि यसले इङ्गित गरेको छ। अब यो वर्षको नारा केवल एउटा सेलिब्रेसन गर्ने हिसाबले मात्रै अघि आएको हो कि यसले व्यावहारिक रूपमा केही गर्छ? यो विषयमा मेरो पहिलो प्रश्न यहाँलाई। तपाईँको प्रश्नको सन्दर्भमा हामी विगत 2031 सालदेखि नै हामीले शिक्षा दिवस मनाउने परम्परा सुरु गरेका हौँ र हरेक शिक्षा दिवसमा एउटा नारा, आदर्श वाक्य पनि भन्छौँ हामीले, त्यो चाहिँ हामीले राख्ने प्रचलन पनि हो। र यो जुन लोकतन्त्र आइसकेपछि हामीले शिक्षा दिवस चाहिँ यो सेप्टेम्बर 8 अन्तर्राष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा मनाउँछौँ र यो हामीको अहिले 36औं शिक्षा दिवस प्लस अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि हो। र अहिलेको नारामा हामीले के राखेका छौँ, हाम्रो के अरे यो नारा भनेको वास्तवमा एउटा भिजन पनि हो हैन, राज्यले लिनुपर्ने। कहिलेकाहीँ के हुन्छ भने हाम्रो प्रोग्रामले त्यो भिजन ल्याएर हामी नारा बनाउन सक्छौँ, कहिले हामी नारा दिएर भिजन ल्याउन पनि सक्छौँ। र अहिले हामीले दिन खोजेको कुरा के भने दिगो विकास हैन। अब अहिले चाहिँ त्यो जुन हाम्रो सबैको लागि शिक्षा 2015 अब 2015 सिद्धिँदैछ नि, यस सन्दर्भमा के भयो भने विश्व शिक्षा मञ्चको दक्षिण कोरिया इन्चोनमा एउटा जुन विश्व शिक्षा सम्मेलन भयो, त्यसले एजुकेसन फर सस्टेनेबल डेभलपमेन्ट हैन दिगो विकासको लागि शिक्षा भन्ने एउटा जुन नारा दियो, त्यो नारा पनि हाम्रो सन्दर्भमा हामीले जोडेको पनि हो। र अब वास्तवमा जतिसुकै हामीले शिक्षा काम गरेका छौँ, यी सबै काम दिगो विकासलाई नै हो। तर दिगो विकास गर्नु निम्ति अहिले हामीले चलाइरहेको शिक्षा पर्याप्त छैन, यसमा क्वालिटी जोड्नुपर्छ, गुणस्तर जोड्नुपर्छ। अहिले म अलिकति दर्शकहरूलाई सामान्य लेम्यानको हिसाबले बुझ्ने गरी यहाँले प्रस्ताइदिनुहोस्। धेरै तथ्याङ्कको कुरा गऱ्यो भने यो अलि टु टेक्निकल बन्न सक्छ। हामीले गुणस्तरीय शिक्षाको कुरा गर्छौँ, एनसिडी स्थापना भएको 1993बाट करिब 22 वर्ष बित्यो। यो 2 दशक पार गरिसक्दाखेरि र आजको दिनमा हामीले शिक्षा दिवसको पूर्व सन्ध्यामा यो कार्यक्रम रेकर्ड गरिराख्दाखेरि गुणस्तरीय शिक्षाको कुरा गर्दा हामी कुन स्टेटमा छौँ? अब यो गुणस्तर भनेको के रहेछ भने यो सापेक्षिक शब्द हो, रिलेटिभ टर्म हो हैन। कसलाई गुणस्तर मान्ने, कसलाई गुणस्तर नमान्ने भन्दा पनि हामीले तुलना गर्नुपर्ने हुन्छ हैन। अब विगतको तुलनामा हामी गुणस्तरीय हामी हाम्रो शिक्षामा पाउँछौँ, तर हामी अन्तर्राष्ट्रिय रूपमा हामीले आफूलाई तुलना गर्छौँ नि, हामी अन्य अन्तर्राष्ट्रिय स्तरमा हामी पुग्न सकेका छैनौँ। त्यसले गर्दा हामी अलिक पछाडि छौँ। र अहिलेको सन्दर्भमा हेर्ने हो भने बच्चाहरू अब हेर्नुहोस् न, अहिले हामी डिजिटल हिसाबले पनि पठन पाठनमा प्रयोग गरिरहेछौँ नि। भनेपछि पहिलाको हिसाबमा हामी जुन टेक्स्ट बुक मात्रै पढ्थ्यौँ, हाम्रो टिचरहरूले चाहिँ तपाईँको कक्षा कोठामा पढाउनुहुन्थ्यो, त्यो चाहिँ फेरि पढाइ पनि कस्तो थियो। मैले यस सन्दर्भमा अलिकति चाहिँ के अरे अध्ययन पनि गरेको छु अथवा अनुभव पनि लेखिरहेको छु। पहिला पढ विधि जस्तो टिचरले पढ्ने, विद्यार्थीले दोहोऱ्याउने जस्तो के अरे तपाईँको चाहिँ सस्वर वाचन जस्तो थियो, छलफल हुँदैन थियो, अन्तर्क्रिया हुँदैन थियो, विद्यार्थीले आफ्नो कुराहरू राख्ने अवसर थिएन, सक्ने पनि अवस्था थिएन, विद्यार्थीहरू अलिकति डोमिनेट स्थितिमा थियो। तर हाम्रो टिचर ट्रेनिङबाट यो धेरै कुराहरू डेमोक्रेटिक भएर आएको छ क्लासरुम पनि। त्यसले गर्दाखेरि विद्यार्थीहरूमा धेरै सिक्ने
र प्रविधिले पनि हामीलाई सहयोग गरेको छ नि। तपाईँ हामी पढाएको भन्दा अहिलेको बच्चाले पढ्दा धेरै राम्रो प्रविधिले गुणस्तरतिर अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने कम्पिटिटिभ विद्यार्थी हामीले उत्पादन गरेको छ। तर सन्तोष गर्ने ठाउँ चाहिँ छैन है। डाक्टर साहब, उहाँको अन्तिम लाइन, हामी ग्रेजुअल डेभलपमेन्टको फेजमा त छौँ तर सन्तोष गर्ने ठाउँमा छैन, कुरा यही हो? लगभग यही नै हो। किनभने अब सन्तोषलाई हुन त अहिले गुणात्मकता भनेको सन्तुष्टिसँग जोडिनु पुगेको छ। हामीले परम्परागत रूपमा हेर्दा लगभग 20औं शताब्दीको अन्त्यतिरसम्म गुणात्मकता भनेको उत्कृष्टता सम्झन्थ्यौँ। हरेक चिजमा उत्कृष्टता होइन हासिल गर्ने। तर त्यो उत्कृष्टताले हामीलाई सन्तुष्टि दिएन भने त्यो उत्कृष्टताको अर्थ रहँदैन। त्यसरी अब 21औं शताब्दीको सुरुवातसँगै यो गुणात्मकताको जुन परिभाषा छ नि अन्तर्राष्ट्रिय रूपमा हेर्दाखेरि त्यसमा पनि फेरबदल भएको छ कि अब हामी उत्कृष्टताबाट बिस्तारै होइन सन्तुष्टितिर गइरहेका छौँ। अब उत्कृष्ट छ र त्यसले सन्तुष्टि दिन सक्यो भने एकदम राम्रो नै भयो होइन। तर अब कुनै चिज उत्कृष्ट हुँदैमा त्यसले सन्तुष्टि दिन सक्छ भन्ने कुरो हुँदो रहेछ। अहिले हाम्रो मेडिकल कलेजको अहिले तत्कालैको उदाहरणले पनि यही कुरो। अब उत्कृष्ट छन्, हेर्दा सबै राम्रा छन्, बिल्डिङहरू अनेक छन् होइन। तर त्यहाँको उत्पादन किन अहिले मेडिकल डाक्टरहरू नि किन एकदम कामयाबी खालका होइन त्यस्तो जनशक्तिको रूपमा रूपान्तरित हुन सकेनन् त भन्दाखेरि सबै चिजहरू उत्कृष्ट हुँदाहुँदै पनि सन्तुष्टि दिन नसकेको होइन सन्दर्भ त्यससँग हामीले यसलाई जोड्नुपर्ने हुन्छ। त्यसो कारण यो अब गुणात्मकता चाहिँ विकासक्रमकै कुरा हो र हरेक देशको सापेक्षतामा निर्भर पनि गर्छ। ओके, अब हामीले फेरि ग्लोबल भिलेजको कुरा गर्छौँ नि त। हामीले हाम्रा प्रडक्ट्सहरूलाई केवल नेपालको एउटा भौगोलिक दायराभित्र मात्रै नसमेटिएर यस्ता प्रडक्ट्सहरू उनीहरूको सिप दक्षता र प्रतिस्पर्धा चाहिँ विश्वव्यापी छ भनिरहेको छौँ। त्यसले गर्दाखेरि यो त लोकल टु इन्टरनेसनल सिनारीमा जोडिनु पर्ने होइन? हो, निश्चितै पनि हो। अब यो प्रतिस्पर्धा त व्यक्तिले फेरि आफूले आफैसँग पनि गर्नुपर्ने हुन्छ। किन विकास भनेको त त्यो पनि हो नि। हिजो म कस्तो थिएँ र भोलि म कस्तो हुँदैछु, आज के छु, यसैमा रूपान्तरण हुनु पनि एउटा विकासक्रम पनि हो र त्यो विकासक्रममा चाहिँ गुणात्मकता पनि थपिँदै जान्छ। त्यसरी व्यक्तिले आफैसँग गर्ने एउटा प्रतिस्पर्धा पनि गुणात्मकताको एउटा सङ्केत हो होइन। र त्यो साथसाथै व्यक्तिले आफूलाई राष्ट्रिय परिवेशमा पनि होइन उभ्याउन सक्नु पऱ्यो सक्षम व्यक्तित्वको रूपमा। त्यति मात्र भएन। अब भर्खरै भन्नुभयो ग्लोबल भिलेजको कुरा। ग्लोबल भिलेजमा चाहिँ यो ग्लोबल भिलेज त अन्तर्राष्ट्रियकरण होइन हुन पुगेको कारणले गर्दाखेरि व्यक्तिले अब आफूसँग, राष्ट्रसँग र अन्तर्राष्ट्रसँग यो प्रतिस्पर्धालाई चाहिँ एकदम भनौँ न कुशलतापूर्वक संयोजन गर्नुपर्ने हुन्छ र त्यो संयोजन गर्ने कला त्यो व्यक्तिमा हुन्छ जुन व्यक्ति साँच्चै नै प्रतिस्पर्धी भएर आउन सक्छ। ओके, म डाक्टर साहबकोमा एकछिनपछि आउँछु। म म्यामको अनुभव जान्ने प्रयास गर्छु। अहिले हामीले खास गरी सामुदायिक शिक्षण संस्थाको कुरा गर्दाखेरि यसको गुणस्तर चाहिँ अत्यन्तै खस्केको र यहाँका उत्पादनहरू यसले दिने रिजल्ट सन्तोषजनक देखिएको छैन र आम मानिसहरूले आरोप लगाउँछन् अब विद्यार्थीहरू यसमा घट्ने क्रममा पनि छ, यसप्रतिको चाम पनि हट्यो र यहाँ पढ्यो भने एउटा अहिले हामीले जुन प्रतिस्पर्धी जनशक्तिको कुरा गरेका छौँ त्यो निक्लिन पनि सक्दैन भनेर भन्छन्। तरुण माविको स्थिति के हो दर्शकहरूलाई बुझाइदिनुहोस्। तरुण माध्यमिक विद्यालय भनेको यो बालाजुको बाइपासमा रहेको एउटा स्कुल हो। यो स्कुलमा 1 देखि 10 सम्म कक्षा सञ्चालन हुने स्कुलमा 2000 विद्यार्थी छन्। यो सामुदायिक 2000 सम्म सामुदायिक विद्यालय हो। यो विद्यालयले 59 सालदेखि 4 चोटि राष्ट्रिय सिल प्राप्त गरेको छ। त्यसपछि 2 चोटि क्षेत्रीय सिल प्राप्त गरेको छ। अहिले फेरि 71 मा आएर पनि यसले क्षेत्रीय सिल प्राप्त गर्ने सौभाग्य पायो। जस्तै भनेपछि धेरै विद्यार्थी भएर मात्रै सिल पाएको हो कि त्यसको इन्डिकेटर्स बताइदिनुहोस् के छ त्यहाँ तपाईको स्कुलमा क्वालिटीको लागि? जस्तो त्यहाँ हामी के गर्छ भन्दा पहिला के छ त्यहाँ स्कुलको प्रगति गर्नलाई सहज छ वातावरण। त्यहाँ हामी टिम वर्कमा जान्छौँ। त्यसपछि आएर व्यवस्थापन समिति लगायत अभिभावक सङ्घसँग बढी मात्रामा सक्रिय रहन्छौँ। उहाँहरूले हामीलाई ठुलो सहयोग गर्नुहुन्छ। त्यस्तै हाम्रो चाहिँ एक्स्ट्रा क्लासहरू भइरहन्छन् जुन एक्स्ट्रा क्लासले विद्यार्थीलाई गराउँछ। त्यसपछि हाम्रो चाहिँ जुन टिचरहरूको एउटा के हुनु पऱ्यो भन्दाखेरि आफ्नो जिम्मेवारीता भन्ने आफ्नो दायित्व के हो वास्तवमा टिचरहरूको मेहनत लगनशीलता र जिम्मेवारी बोध गर्ने हो भने पक्कै पनि सामुदायिक स्कुल नराम्रो पनि छैन। सामुदायिक स्कुल चाहिँ नराम्रो रेकर्ड भन्ने कुरा चाहिँ म मान्दिनँ। र साथै एउटा नेतृत्व गर्ने व्यक्तिहरूले हाम्रो स्कुलको सन्दर्भमा भन्नुपर्दाखेरि हाम्रो स्कुल यो तरुण माध्यमिक विद्यालयको यसभन्दा अगाडिका प्रिन्सिपल सर जोसुदेव महान श्रेष्ठ, सहायक प्रिन्सिपल ओमकृष्ण श्रेष्ठ जस्ता कुशल नेतृत्व भएका व्यक्तित्वले चाहिँ सञ्चालन गरेको भएर पनि आज यो वास्तवमा एउटा के भन्छ यो टाइल भट्टी खानाबाट सुरुवात गरेर आज यो स्थितिमा पुग्न सफल भएको हो। र मेन कुरा चाहिँ भन्नुपर्दा टिचरहरू नै प्रेरित हुनुपर्छ, टिचरहरूले जिम्मेवारी हुनुपर्छ, टिचरहरू उत्साही हुनुपर्छ। भयो भने सामुदायिक स्कुलहरू राम्रो हुन्छ। म के भन्छु भने सामुदायिक स्कुलको रिजल्ट बिग्रेको भन्ने अब होला कुनै बेला थियो तर अब छैन। किन भन्दाखेरि
सबैको 60% भन्दा बढी उपलब्धि चाहिँ नि शैक्षिक उपलब्धि बढी छ भने कसरी रिजल्ट भन्ने वास्तवमा हेर्दाखेरि सामुदायिक विद्यालयका विद्यार्थी नै भोलि गएर चाहिँ नि एकदम जिम्मेवारयुक्त जुस्तो ठाउँ पनि लड्न सक्ने होइन भोलि कुनै पनि ठाउँमा अगाडि बढ्न सक्ने हामीले देखेका छौँ त्यो पनि हाम्रो आउटपुट हो नि हामीले खालि एसएलसीको रिजल्टलाई मात्र फोकस किन गर्छौँ एसएलसीको रिजल्टको आधारमा सामुदायिक विद्यालय चाहिँ एकदम कमजोर भन्छौँ होइन तर हाम्रो स्कुलको हिसाबमा चाहिँ अब हामी अगाडि नै छौँ एउटा उत्कृष्ट नमुना विद्यालयको रूपमा स्थापित छ तर म त अझै के भन्छु भन्दा सामुदायिक विद्यालयको नि एसएलसीको रिजल्टदेखि बाहेक अन्य रिजल्टहरू सबैको 60% भन्दा माथि छन् मतलब त्यो यो शैक्षिक उपलब्धि होइन भने त्यो कमजोर भन्न मिल्दैन र हामीले रिजल्टलाई मात्र फोकस नगरेर कमसेकम पछि ती बच्चाहरू के बन्छन् त कतिको शक्तिशाली बन्छन् कस्तो पुस्टमा पुगेका छन् भन्ने कुरा त्यो आउटपुट पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ म म्यामकोमा एकछिनपछि आउँछु र यो अनुभवलाई म फेरि एनसिडीसँग लिङ्क गर्छु खासमा हामीले ओभरअल सामुदायिक शिक्षण संस्थाको गुणस्तरको विद्यालय तहको कुरा गर्दाखेरि गुणस्तर खस्केको आम रिजल्टलाई हेरेर चाहिँ नै यो व्याख्या विश्लेषण गर्ने गरिन्छ तपाईहरुको अनुभवमा अब जस्तै उहाँहरु त एउटा सक्सेस एक्जाम्पल भयो नेपालमा यस्तै सबै शिक्षण संस्था भइदिएको भए यसप्रतिको आकर्षण अत्यन्तै बढ्ने थियो तपाईहरुले यसमा देखेका सर्टकमिङ्सहरु सामुदायिक शिक्षण संस्थामा देखिएका समस्या र यसलाई हामीले अब भोलि यसरी अघि बढ्नुपर्छ भनेको फाइन्डिङ चाहिँ के छ एनसिटीले कसरी हेरेको छ यसलाई सामुदायिक विद्यालय संस्थागत विद्यालय जुनसुकै विद्यालयहरू पनि तुलना गरेर हेर्ने भनेको नेसनल एक्जामिनेसन हो पक्कै पनि यो नेपालमा मात्रै होइन सबै देशमा हो नेसनल एक्जामिनेसन सबै ठाउँ हुन्छ र नेसनल एक्जामिनेसनले के गर्छ भने त्यसको रिजल्टले स्कुलले आफू भित्रै मूल्याङ्कन गर्छ हैन गणितको टिचरले विज्ञानको टिचरसँग मूल्याङ्कन गर्ने भयो अघिल्लो वर्षको विद्यार्थीको एचिभमेन्ट पछिल्लो वर्षको विद्यार्थीको एचिभमेन्ट कम्पेयर गर्ने भयो पोहोर यस्तो आएको थियो अहिले यस्तो आएको थियो अनि त्यो तपाईँ जिल्लाभरि अथवा टोल छिमेकमा पनि त्यो ओल्लो स्कुल पल्लो स्कुलको एचिभमेन्ट हुन्छ भने नेसनल रूपमा हामीले चाहिँ स्कुलहरूको एचिभमेन्ट तुलना गर्छौँ त्यो तुलना गर्नु यो कुनै के अरे तपाईँको नराम्रो होइन यो गर्नै पर्छ र एउटा दोस्रो हामीले चाहिँ नेसनल एसेसमेन्ट नै गराएको छ भने एसएलसी मात्रै नहेरौँ कक्षा 3 को 5 को 8 को पनि त हामीले दुई चोटि नेसनल एसेसमेन्ट गरिसक्यौँ त्यसले गर्दा एसेसमेन्ट रिजल्टले नै के देखायो भने हाम्रो विद्यार्थी सामुदायिक विद्यालय विद्यार्थीको एचिभमेन्ट कमै देखिएको छ यसमा के अरे हामीले स्वीकार्नै पर्छ म परीक्षा नियन्त्रक भएर बसेको मान्छे पनि हो त्यसले गर्दा मलाई के भने सामुदायिक विद्यालयको विद्यार्थीको एचिभमेन्टमा हामीले कम्पेयर गर्दाखेरि प्राइभेट स्कुलको तुलनामा हाम्रो सामुदायिक विद्यालयको पब्लिक स्कुलको एचिभमेन्ट कम छ अब फेरि यसको मतलब यो होइन कि तपाईँको सबै प्राइभेट स्कुल राम्रो छन् सबै पब्लिक स्कुल नराम्रो छन् त्यो होइन हैन तर अहिले हेर्दाखेरि त निजी शिक्षण संस्थाका सञ्चालकहरूले यो सामुदायिक शिक्षण संस्थाको रिजल्टलाई जुन स्पेसल्ली एसएलसीको रिजल्टलाई हेरेर हामीले निजी स्रोतबाट सरकारको 1 रुपैयाँ नलिनेको रिजल्ट यो हेर्नुस् हैन म भन्दैछु जस्तै तपाईँले के हुन्छ भने अहिले पनि हेर्ने हो भने टोटल विद्यार्थी हैन जस्तै एसएलसीमा 5 लाख विद्यार्थी जहाँ दियो भने त्यसलाई एउटा पाइ बनाउनुहोस् पाइमा हेर्नुहोस् त प्राइभेट स्कुलको विद्यार्थी कति छ पब्लिक स्कुलको विद्यार्थी कति छ पब्लिक स्कुलको भनेपछि झन्डै पब्लिकको 23 अथवा उताको 80 अथवा 77% उसले कभर गर्छ नि अनि यो देशको ठुलो होल चाहिँ जुन मास के अरे विद्यार्थी चाहिँ सम्हालेर बसेको सामुदायिक विद्यालय र तपाईँको सेलेक्टेड विद्यार्थी छानेको पब्लिक स्कुल प्राइभेट स्कुल बिच रिजल्ट अलिकति फरक देखिन्छ हेर्नुहोस् तर एउटा कुरा के हो भने जुन हाम्रो टिचरहरू हामीले तालिम 99% हाम्रो टिचरहरू ट्रेन छ अब आउने टिचरहरू त पब्लिक स्कुलको कुनै पनि ट्रेन नभएको हुँदैन किन लाइसेन्स लिनलाई तालिम प्राप्त अनि त्यसपछि आएकोमा अब के अरे उसले लिखित पास यी आदि कुराले गर्दा राम्रो टिचर त आउँछ तर यहाँ म्याडमले भने जस्तो हाम्रो के भइरहेको छैन रिजल्टमा त्यो पर्फर्मेन्स हाम्रो चाहिँ देखिरहेको छैन क्या तालिमबाट सिकेको कुरा कक्षा कोठामा कति प्रयोग भयो भनेर अहिले केही सामुदायिक विद्यालयहरू त्यो फेरि हातमा गर्नु मात्रै सकिने भएको छ कि होइन काठमाडौँमा भने 20-25 वटा होला ललितपुर भक्तपुरदेखि तपाईँको हेर्नुहोस् रूपन्देहीमा कालिका कान्ति शान्ति महावी भयो पोखरामा अमरसिंह भयो छोरेपट्टि भयो होइन अब यो दमौली सत्यवती केही हामी स्कुलहरू के अरे झापाको तपाईँको दमकको हिमालय महावी केही विद्यालयहरू हाम्रो उत्कृष्ट देखाएको छन् नि अब यो उत्कृष्ट देखाउँदाखेरि नतिजामा उत्कृष्ट देखाए अब हामीले हेर्न पर्ने मेडलले भने चाहिँ एसएलसीको रिजल्ट एउटा हो त्यो आउटपुट हो त्यसको इम्प्याक्ट के छ होइन आउटकम के हुन्छ त्यसको इम्प्याक्ट के हुन्छ भने हेर्नु अर्को भइहाल्छ जस्तै एउटा ग्रासरुटको मान्छेहरूको मेन्टालिटीको कुरामा यहाँलाई लिङ्क मात्रै गरौँ हामीले नेपाल बाहिर धेरै मान्छेहरू स्पेसल्ली दुबई कतार मलेसिया जहाँ गएर नेपालीहरूले श्रम बेचेका छन् उहाँहरूलाई भेट्ने गर्छौँ र उहाँहरूले आफ्नो परिवार जो नेपालमा छ उहाँहरूको बालबच्चा पढाउने क्रममा चाहिँ
अलिकता उहाँ दुःख गरेर अथवा ओटी काम गरेर आर्जन गरेको पैसा चाहिँ नै आफ्नो बालबच्चाको बरु सानैदेखि नर्सरीदेखि बोर्डिङ स्कुलमा पढौँ, इङ्ग्लिस अङ्ग्रेजी भाषा त्यसमा पढाइ हुने माध्यमका स्कुलहरू, अनि बच्चाले एउटा राम्रो चिटिक्क परेर ड्रेस लगाउने, ब्याग बोक्ने, बच्चादेखि नै अब चाहिँ नै बाहिर बसेका अधिकांश नेपालीहरू र यहीँ बसेका पनि उहाँहरूको मेन्टालिटी त त्यता छ। हामीले त्यो चिजलाई किन ग्राफ गर्न सकेनौँ? वास्तवमा के भने हाम्रो प्यारेन्ट्सहरू जुन विदेशमा काम गर्नुपर्छ, तपाईँ हामी विदेश गएर पनि हेरेका छौँ, डक्टर साहब पनि जानुहुन्छ, हामीले पनि केही स्कुल हेरेका छौँ, हामीले त्यहाँ देख्छौँ कि यो तपाईँको चाहिँ स्कुल भनेको यो माध्यम ठुलो कुरो होइन, नम्बर 1 माध्यम एउटा हो, तर माध्यमको कारणले त्यहाँ आएको परिवर्तन ठुलो कुरा हो जस्तो लाग्छ मलाई। जस्तै राम्रो सफा स्कुल, विद्यार्थी ड्रेस लगाएको छ, दिउँसो खाजा खाएको छ, अनि स्टेसनरी चाहिँ लिएर आएको छ, टिचर विद्यार्थीको प्रति उत्तरदायी छ, आफ्नो कर्तव्यप्रति एकदमै ऊ चाहिँ सचेत छ र विद्यार्थीको सिकाइप्रतिको पूर्ण जिम्मेवार छ। यो विद्यार्थीले किन सिकेन भनेर ऊ जिम्मेवार हुन्छ भने यो अवस्था चाहिँ हामीले देश विदेशमा देखेको हो र केही हाम्रो प्राइभेट स्कुलमा यस्तो अवस्था पनि छ। यसले गर्दा हाम्रो पब्लिकतिर के भयो भने अङ्ग्रेजी माध्यममा जुन चाहना छ नि, अब मैले तपाईँलाई के भन्छ, नर्सरी पढ्यो अथवा प्री प्राइमरी पढ्यो भने त्यो बच्चाको ड्रप आउट कम हुन्छ र त्यो बच्चा चाहिँ रिपिटेसन पनि कम गर्छ, किनभने उसले तलबाट स्कुल जाने प्रवृत्ति सिकेको छ, केही पढ्न सिक्न लेख्ने कुराहरू जानेको छ। यो कुरा चाहिँ हाम्रो अभिभावकमा, त्यसैले ग्लोबलाइजेसनको कारणले पनि हाम्रो अभिभावकको चाहना यदि त्यो हो भने हाम्रो स्कुलले किन नगर्ने, सामुदायिकले पनि किन त्यो बेसदेखि नै नल्याउने? त्यसैले हामीले चाहिँ गत 2 वर्षदेखि के गरेका छौँ भने सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन इच्छुक विद्यालय, तयारी भएका विद्यालयकोलाई हामीले ट्रेनिङ प्रोग्राम राखेका छौँ, हामीले ट्रेनिङ दिएका छौँ। र अहिले जुन तपाईँले जुन केही उदाहरण दिनुभयो, सायद म तरुण माविको के छ थाहा छैन, जस्तै हाम्रो चाहिँ मङ्गलदय मावि, ज्ञानोदय मावि लगायत केही विद्यालय छन् हाम्रो के अरे सैबुको स्कुल होइन, यो अङ्ग्रेजी माध्यममै उहाँहरू अगाडि बढ्नुभएको छ। अनि मैले उहाँलाई सोधेँ अङ्ग्रेजी माध्यम त गर्न कारण किन पर्यो भन्दा उहाँहरूले चाहिँ केही उपलब्धि दिनुभयो। अङ्ग्रेजी माध्यम सुरु गरेपछि विद्यार्थी सङ्ख्या बढ्यो, हाम्रो पब्लिक स्कुलमा धेरै ठाउँमा विद्यार्थीको क्राइसिस भइसक्यो। अङ्ग्रेजी माध्यम हुने बित्तिकै नर्सरीबाट विद्यार्थी पढ्न सुरु गर्यो, त्यही बच्चा चाहिँ 1 कक्षामा गयो, त्यसपछि के भने त्यही माध्यममा पढ्दै गयो। यदि अभिभावकको चाहना त्यो हो भने अथवा हाम्रो विद्यालयमा त्यसरी पठन पाठन सुधार हुन्छ भने, यदि प्राइभेट स्कुलले त्यो गरेर राम्रो रिजल्ट दिएर सबैले हाई गर्छन् भने हामी किन पछाडि पर्ने भनेर मैले सामुदायिक विद्यालयलाई मैले एक किसिमले आह्वान पनि गरेको छु। यदि तपाईँ सक्षम हुनुहुन्छ, सबै तयारी हुनुहुन्छ नि, वाइ किन नगर्ने? डाक्टर साहब, यो नेपालीमा एउटा चलन चल्तीको एउटा उखान छ, तँलाई हेर मलाई हेर र बेला हेर। अब अहिलेको एउटा त हाम्रो यहाँको भौगोलिक परिस्थिति, हाम्रो रिसोर्स स्रोत साधन पनि सबै हेर्नु पर्यो, अर्को कुरा बेला पनि हेर्नु पर्यो, हामी कता अब निर्दिष्ट हुँदैछौँ भन्ने कुरा पनि। मास बेस एजुकेसन जुन सामुदायिक शिक्षण संस्थाहरूले दिएको छ, हामी निजीलाई राम्रो भनिरहेका छैनौँ, तर सीमित विद्यार्थी लिने र त्यसको आधारमा आएको रिजल्ट अथवा परिणामलाई हेरेर चाहिँ निजीको स्तर अत्यन्तै माथि छ, सामुदायिक खस्क्यो भनेर जुन एउटा आम विश्लेषण गरिन्छ नि। अब यो मास बेस एजुकेसन जो सामुदायिक शिक्षण संस्थाहरूले दिएको छ, यसको स्तरोन्नतिको लागि चाहिँ यहाँहरू जस्ता विज्ञको सुझाव र अहिलेको फाइन्डिङ्स के छ डाक्टर साहब? हजुर, अब हामीले चाहिँ यो शिक्षालाई नि एउटा चाहिँ छनौट मैत्री, अर्को चाहिँ आम मैत्री होइन हिसाबले हेर्नुपर्ने हुन्छ। अब छनौट मैत्री हुने बित्तिकै छानिएका विद्यार्थीहरू जाने भए, छानिएका भन्ने बित्तिकै सबै दृष्टिकोणले अब एउटा क्राइटेरिया त सम्पन्नता नै भयो होइन। अब यो जुन आम मैत्री होइन विद्यालयहरूको हामी कुरा गरिरहेछौँ, यो चाहिँ के हो भने छनौट मैत्री हुन सकेन भन्नुको त अर्को शब्दमा भन्यो भने विभिन्नतामुखी पनि हो। त विभिन्नता होइनबाट आएका, विभिन्न भनौँ भूमिकाबाट आएका जो विद्यार्थीहरू छन् उनीहरूको धेरै कुराहरू चाहिँ गुमिसकेका हुन्छ। जस्तो हामी के भन्छौँ भने यसलाई लस्ट चाइल्डहुड भन्छौँ होइन, बचपनमा उसले जुन किसिमको अनुभव प्राप्त गर्नु पर्थ्यो, अहिले हाम्रो कार्यकारी निर्देशकले भन्नुभयो इसिडी लेभलदेखिकै अनुभव होइन, त्यो अनुभवबाट ऊ वञ्चित हुन्छ होइन। त्यसो चाहिँ अब प्रारम्भिक तहमा उसको बचपनमा उसले हासिलै गर्नुपर्ने जुन आवश्यक अत्यावश्यक अनुभव हो नि, त्यो अनुभव उसले प्राप्त गर्न सक्दैन। त्यो बेलामा उसमा पहिले नै एउटा प्रौढता आइसकेको हुन्छ, म्याच्युरिटी यस्तो हुन्छ कि त्यो म्याच्युरिटीले उसलाई उसको बचपनलाई चाहिँ गाँसिसकेको हुन्छ। त्यसो कारण त्यो बचपनको अवस्थामा सिक्नै पर्ने अत्यावश्यक सिपका ज्ञानका कुराहरू होइन जब उसले सिक्न पाउँदैन भने ऊ माथि आइन्जेलसम्ममा नि प्रौढताले गाँसिसकेको हुन्छ। बचपन र उसको जुन दोसानमा उभिया हुन्छ नि, त्यो दोसानले पनि उसको एउटा मनस्थितिलाई नि
तयार अवस्थामा पारिरहेको हुँदैन। किन हामी भन्दै आएका छौँ कि शिक्षा एउटा जीवनको लागि तयारी हो। अब कहिले यसैदेखि तयारी हुँदो रहेछ, अझ प्रिनेटल नियोनेटल, अब भनौँ न जन्मीदेखि नै लगत्तै सुरु हुने हो नि त। त्यस कारणले हेर्दाखेरि सामुदायिक विद्यालयहरूमा होइन अब इनिगिने होइन विद्यालयहरूको त एउटा जुन हामीले चाहिँ स्थापना गरेको सूचकहरू छन्, गुणात्मक सूचक भनौँ न, एउटा दक्षता भनौँ न, एफिसियन्सीको इन्टरनल एक्सटर्नल एफिसियन्सी होइन, र अर्को के हो भने रेलेभेन्स हो होइन, उसले प्राप्त गरेको जुन भनौँ शिक्षा हो त्यो चाहिँ जीवन र जगतसँग त्यसको सम्बन्ध के छ, रेलेभेन्सको कुराहरू होइन। रेलेभेन्सको कुरा मात्रै नभएर इफेक्टिभनेस पनि अहिले प्रभावकारिताको हामीले कुरा गऱ्यौँ होइन, र त्यो चाहिँ मार्केटेबल छैन। प्रभावकारी भनेको के हो भने त्यो व्यक्तिले प्राप्त गरेको सेफ गुण होइन बजारमा होइन उसलाई उभ्याउन सक्ने अवस्थामा होइन त्यसलाई पुर्याउँछ कि पुर्याउँदैन। यी कुराहरूको संयोजित रूप नै होइन सामुदायिक विद्यालयको होइन रूप हुनु पर्थ्यो होइन। त्यसबाट इन्डिका सामुदायिक विद्यालयहरूमा यी कुराहरू देखिए, तर अरू छनौट मैत्री भनौँ न र आम मैत्री होइन क्राइटेरियाबाट छानिरहेको विद्यालयमा त्यो हुन सकेन भनेर हामीले दुःख मनाउनु गर्नु त त्यसको औचित्य छैन, किनभने हामीले त्यो वातावरण नै सिर्जना गर्नु पर्यो सुरुदेखि नै। हामीले अलिकता विदेशकै अनुभवलाई पनि हेरौँ, जस्तै विकसित देश चाहे अमेरिकाको कुरा गरौँ अथवा अस्ट्रेलियाको कुरा गरौँ, त्यहाँ चाहिँ नै सामुदायिक शिक्षण संस्थामा चाहिँ क्लास 1बाट पढ्ने अनि निजी शिक्षण संस्थामा चाहिँ प्राइमरी यो अर्ली चाइल्डहुडबाट पढ्ने भन्ने त छैन। त्यहाँ त बेसिकदेखि नै एउटै स्ट्यान्डर्डको छ, ताकि मान्छेले दुईवटा चोइस, यहाँ गए पनि पढाइ हुने तरिका एउटै हो, यहाँ गए पनि एउटै हो भन्ने भयो भने त यो दुईवटाको भेद रहने थिएन होला नि। हामीले त्यसलाई एडप्ट गर्नको लागि जस्तै एनसिटी जस्तो संस्थाहरूका लागि यहाँको सुझाव के रहन्छ डाक्टर साहब? होइन, त्यो त हामीले चाहिँ उहाँहरूलाई भन्दै पनि आएका हौँ, उहाँलाई भने सरकारलाई होइन के भन्दै आएका हौँ भने यदि यस्तो हो भने हाम्रो शैक्षिक संरचनामा पूर्व बाल्यावस्था शिक्षालाई संरक्षित गरिनु पऱ्यो क्या, त्यही स्ट्रक्चरभित्र मिलाउनु पऱ्यो। त्यसो भएपछि अब निजी संस्थाहरूबाट निजी संस्था जुन निजी शिक्षा प्रदायक संस्थाहरू छन् नि त त्यस्तो ठाउँबाट अर्ली चाइल्डहुड एजुकेसनदेखि नै होइन आएका र सामुदायिक विद्यालयमा आउने विद्यार्थीहरू पनि अर्ली चाइल्डहुड एजुकेसनबाट आउने भयो नि त। यदि सरकारले त्यो संरचनामा होइन पूर्व बाल्यावस्थाको शिक्षालाई पनि आफ्नो नियमित संरचनाभित्र भित्र्याउँछ भने त अनि हेर्न पाइयो नि तुलना गरेर होइन, दुईटाको बिचको भिन्नता के छ भनेर त्यो तुलना गर्ने अहिले अवस्थै छैन कि होइन। त्यसो भए यता राम्रो छ भन्नुको आधार के पनि छैन। जस्तै यहाँको अनुभवको कुरा हामीले सुरुमा पनि सुन्यौँ, क्लास 1मा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या यहाँको त टोटलमा 2000 विद्यार्थीको कुरा गर्छौँ। तपाईँले हासिल गर्नुभएको सफलता अन्य शिक्षण संस्थाहरूले कसरी एडप्ट गर्न सक्छन्? त्यो भयो भने उहाँहरूको पनि कमसेकम यहाँहरूको पाथ अथवा यहाँहरूको बाटो उहाँहरूले अवलम्बन गर्न सक्नुहुन्छ, त्यो दर्शकहरूलाई बुझाइदिनुहोस् न। विद्यार्थीहरू नयाँ भर्ना जसरी आउँछन् उनीहरूले आउँदाखेरि के खोजेर आउने रहेछ र त्यो चिज तपाईँहरूले कसरी दिनुभएको छ? तरुण माध्यमिक विद्यालयमा आकर्षण हुनको कारण चाहिँ के हो त भन्दाखेरि अहिले सरले भने चाहिँ हामीले पहिले नै भिजन के निकाल्यौँ भन्दाखेरि अभिभावकहरू वास्तव भन्यो भने शैक्षिक प्रगति गर्नुको लागि अभिभावकहरूको चाहना र उनीहरूको मर्म चाहिँ बुझ्नुपर्छ, उनीहरूको विश्वास दिन सक्नु पर्दो रहेछ। र 48 सालमा नै हामीले इङ्ग्लिस मिडियम सुरु गऱ्यौँ, जबकि त्यतिखेर त्यति पनि थिएन। र त्यो पनि एउटा चाहिँ के हो त भन्दा आकर्षकको केन्द्रबिन्दु हो। र त्यहाँ बढी मात्रामा त वास्तवमा रिजल्टकै कारणले हो आकर्षक हुने कारण पनि। र त्यो इङ्ग्लिस मिडियम छ। त्यसपछि आएर हामीले पुरस्कारको चाहिँ नि वातावरण राखेका छौँ। 1 देखि 10सम्मका बच्चाहरूलाई, एसएलसी जाने बच्चाहरूलाई सबैलाई पुरस्कारको व्यवस्था छ। त्यसै कारणले त्यहाँ चाहिँ आकर्षित बढी हुन्छन् हाम्रो विद्यालयमा। र बढी मात्रामा चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि तलैदेखि नै जो पढ्दै गएका छन् उनीहरू ड्रप आउट हुँदैनन्। र फेरि एउटाको 2-3टा बच्चा दाइ दिदी भाइ बहिनी सबै नै, जस्तो दिदी पढ्यो भने फेरि भाइ पनि त्यहीँ पढ्ने, किनभने त्यहाँको वातावरण त्यहाँको चाहिँ नि बाल मैत्री स्थितिमा कक्षा सञ्चालन हुने, त्यो सबैको कारणले गर्दाखेरि आकर्षण हुन्छन्। तर म अझै पनि के भन्छु भन्दाखेरि अन्य सामुदायिक विद्यालयहरू पनि कम हुँदैन थिए होला। जस्तो यदि दाँजनी हो भने यस्तो सामुदायिक विद्यालयहरूमा त कति निम्न वर्गका छन्, विभिन्न वर्गका हुन्छन्, तल्लो वर्गका हुन्छन्, एकदम कमजोर परिस्थितिका हुन्छन्। उनीहरूले त केही त्यति एउटा स्कुलको आधार हो नि, उनीहरूले त अरू केही छैन। जस्तो अब सरकार जस्तो दरबन्दीहरू दिन मिलान गर्ने क्रममा पनि सरकारले अलिकति ध्यान दिने हो भने, जस्तो एउटा शिक्षक एउटा विषयको आवश्यकता परे हुन्छ, अर्को विषयको शिक्षक पठाइन्छ, त्यो गर्दाखेरि पनि गाह्रो भइरहेछ। यदि सरकारले यति कुरामा अलिकति ध्यान दिदिने हो भने पक्कै पनि सामुदायिक स्कुल पनि अन्य बराबरै अन्य प्राइभेट स्कुलहरू सर हुन्छन् कि त्यो दाँच्दाखेरि चाहिँ सरले भने जस्तै एउटा केही क्राइटेरिया हुनुपर्छ। अब अर्को कुरा अघि बराल सरले भन्नुभएको थियो, एनसिटी जो एउटा सरकारले स्थापना गरेको एउटा संस्था र यहाँहरू जस्तै संस्थाहरूको स्तरोन्नतिको लागि बसेको संस्था, उहाँहरूबाट चाहिँ
यहाँ एउटा मैले तपाईँ उपस्थित भएर प्रतिनिधि पात्रको रूपमा लिइरहेको छु, अन्य सामुदायिक शिक्षण संस्थाको लागि पनि उदाहरण हुनसक्छ। के गरिदिनु पर्यो त उहाँहरूले? अब सामुदायिक स्कुलहरूले के गर्नु पर्यो त भन्दाखेरि सबभन्दा पहिला टिचरहरूलाई नै प्रेरित गर्नु पर्यो। त्यो त यहाँहरूले गर्ने, मैले भनेको सरकारले अथवा एनसिटी जस्ता संस्थाहरूले के गरिदिनु पर्यो ताकि यहाँहरूले अझै स्तरलाई बढाउन सक्नुहुन्छ? सरकारले त अब एकदम सबभन्दा पहिला एकदम जुन स्कुलहरूमा दरबन्दी पुगेको छैन राम्रोसँग दरबन्दी दिनु पर्यो। त्यसरी अनुगमन बेला बेला भइरहनु पर्यो। जस्तो हुन त व्यवस्थापन समिति र अभिभावकको अनुगमन त हुन्छ, अझै सरकारी स्तरमा जस्तो तालिमहरू दिइरहनु पर्यो, दिइ पनि रहेछ सरकारले, यो त सराहनीय छ। त्यो तालिम दिइसकेपछि पनि त्यो तालिम कति प्रभावकारी भयो त तालिम दिएर त्यसको अनुगमन चाहिँ अझै राम्रोसँग हुनुपर्छ। उहाँहरूको फिडब्याकलाई यहाँहरूले त्यसलाई आत्मसात गरेर व्यवहारमा लागू गर्ने निकायमा यहाँहरू हुनुहुन्छ र अझ अहिले शिक्षा दिवसको नारालाई जोड्ने हो भने त सहज अवस्थामा यी कुरा हुन सक्लान्, तर बिल्डिङ भत्किएको छ, पढाउन असम्भव भएको छ, अहिलेको परिस्थिति त शिक्षण संस्थाको लागि अलिकति प्रतिकूल पनि देखिएको छ नि। यो अवस्थामा चाहिँ यहाँहरूको अब फर्स्ट इनिसिएटिभ्स, सेकेन्ड इनिसिएटिभ्स के हुँदै जान्छ? आज हामीले यो प्रण गर्ने बेला पनि हो शिक्षा दिवसको दिन। वास्तवमा यो जुन वैशाख 12 गतेको भूकम्प त्यसपछिको परकम्पले हामीलाई के पाठ सिकाइरहेको भने हाम्रा विद्यालयहरू सुरक्षित अवस्थामा रहेनछन्। हाम्रो विद्यालयमा भवन निर्माणका आचार संहिता पालना भएका रहेनछन् भन्ने हामीले चाहिँ बुझ्नुपर्छ। किनभने नेपाल भूकम्पको जोखिमयुक्त स्थान हो र यस्ता भूकम्प अन्य समय पनि जान सक्ने अवस्था हुन्। त्यसले गर्दा भाग्यवश के भयो भने हाम्रो 12 गते जुन वैशाख थियो त्यो शनिबार पर्यो। त्यसले गर्दाखेरि हाम्रा चाहिँ मानवीय क्षति हामीले त्यो भूकम्पको हिसाबमा हामीलाई मानवीय क्षति कम नै छ। त्यो हिसाबले हामीले अब के योजना बनाउनुपर्छ भने अबका विद्यालय हाम्रो पहिलो प्रायोरिटी भनेको सेफ्टी नै हो, सुरक्षा हो। विद्यार्थीको सुरक्षा, शिक्षकको सुरक्षा हैन। त्यो सुरक्षा के भने हाम्रो सुरक्षित भौतिक निर्माणबाट हामीले सुरक्षाको प्रत्याभूति दिनुपर्छ। र अहिले पनि कुनै किसिमको परकम्प आउने बित्तिकै त्यहाँ विद्यार्थीमा त्रासपूर्ण वातावरण हुन्छ, शिक्षामा त्रासपूर्ण वातावरण हुन्छ। हाम्रो अधिकांश विद्यालयको चौर कम छ, भइरहेका सामुदायिक विद्यालयले नि सटर बनाएर भाडामा दिइरहेछ, अनि कहाँ निस्किने? त्यसैले गर्दा मैले हेरेको थिएँ अन्य विदेशका स्कुलमा ठुला चौरहरू हुन्छ, बच्चाहरू उफ्रिन्छ, खेल्छ हैन, उनीहरूले त्यहाँ रमाइलो गर्न पाउँछ। हाम्रो त स्कुलमा भवन निर्माण बन्छ, भवन निर्माण बनिसके भएको जग्गा पनि यसो बजारमा छ भने सटर बनाएर भाडामा दिने, एकदमै साँघुरो ठाउँमा भोलि बाहिर कहाँ निस्किने एउटा है। दोस्रो, हामीले बनाएका भवनहरू तपाईको चाहिँ सुरक्षित हुनुपर्छ हैन। अहिले हाम्रो कस्तो छ भने एउटा बच्चा चाहिँ एउटा कुनामा छ र त्यो निस्किनु पर्यो भने सबै निस्केपछि मात्र निस्किन पाउँछ। अनि मानव कुनै भूकम्प आएर त्यहाँबाट निस्किनु पर्यो भने त्यो त्रासदी हामी कल्पना गर्न सक्दैनौँ। त्यसले गर्दा अहिले हामीले पहिलो प्राथमिकता हामीले सुरक्षा, विद्यालयको सुरक्षालाई दिएका छौँ र दोस्रो त्यसपछि गुणस्तर। किनभने पहिले सुरक्षित वातावरण जति राम्रो टिचरले पढाउँदा पनि विद्यार्थीको मनमा त्रास छ, टिचरको मनमा त्रास छ भने उसले राम्रोसित डेलिभरी गर्नै सक्दैन। तब हामी त भोगिनु भयौँ कि भूकम्पबाट हामीलाई कति त्रास दिनु रहेछ। त्यसले गर्दा हामी दोस्रो प्रायोरिटी क्वालिटीको लागि र क्वालिटीको लागि हामीले गर्दाखेरि अब प्रतिस्पर्धी वातावरण, जस्तै तरुण माविले 48 सालदेखि अङ्ग्रेजी माध्यम अपनाएको रहेछ। यदि हाम्रा माध्यम अङ्ग्रेजी बनाउने भने मैले सधैँ भन्ने गर्छु साथीहरूलाई, अङ्ग्रेजी माध्यम मात्रै एउटा चाहिँ तपाईँको उहाँहरूको एउटा चाहिँ के अरे ऊ मात्रै हो, त्यो मानौँ न त्यो एउटा चाहिँ साधन मात्रै हो। त अङ्ग्रेजी माध्यम भएपछि उहाँहरूको के सुधार भयो भनेर त्यो खोतल्नुपर्छ। विद्यार्थी नियमित भयो, अभिभावकले चासो दियो, व्यवस्थापन समितिले चासो दियो, अभिभावकलाई बोलाउने बित्तिकै स्कुलमा आउनुभयो, विद्यार्थीहरूले के अरे स्टेसनहरू लिएर आउनुभयो, कतिपय अभिभावकले खाजा पठाउनु भयो होइन, टिचरहरूलाई पनि त्यो अभिभावक नियमित आएपछि उहाँले होमवर्क दिनुभयो, चेक गरिदिनु भयो, टिचरहरूलाई पनि आफ्नो दायित्वको महसुस भयो। गर्दा गर्दै उहाँले विद्यार्थी सङ्ख्या बढे, उहाँहरूको इन्फ्रास्ट्रक्चर राम्रो बन्यो, अभिभावकले केही डोनेसन गरिदियो, राम्रो बनिसकेपछि उहाँहरूलाई किन एउटा प्रतिस्पर्धाको भावना आयो र नेसनल अवार्ड जित्नुभयो, रिजनल अवार्ड जित्नुभयो। अब उहाँहरूलाई समस्या के भयो, अहिले रिजनल नेसनल किन जित्न सकिएन, उहाँ प्रतिस्पर्धा छ भित्रै, हामी फेरि पनि हामी नेसनल जित्छौँ। यो कुरा राम्रो मोडल हो भने सरकारले देशभरि मोडल किन नलाने? तपाईँलाई दाउन्नेदेखि गैँडाकोटसम्म सबै स्कुल अङ्ग्रेजी माध्यममा जान्छु भनेर लाग्नु उहाँहरू होइन। हामी कर गर्दैनौँ, किन माध्यमको भाषामा ऐनमा प्रष्ट छ नेपाली वा अङ्ग्रेजी वा दुवै हुनसक्छ र आधारभूत तहको शिक्षा मातृभाषामा दिन सकिनेछ, यो कानुन प्रष्ट छ। त्यसकारण हामीले कुनै पनि विद्यालयलाई तपाईँ अङ्ग्रेजीमा जानुहोस् हामी भन्दैनौँ, तर उहाँहरू चाहिँ त्यो वातावरण बनाएर आउनुहुन्छ र अभिभावकको चाहनालाई सम्मान गर्नुहुन्छ भने प्रजातन्त्रमा याभन्दा अर्को माध्यम हुँदैन, अर्को विकल्प हुँदैन। ओके डाक्टर साहब, हामी अलि अन्तिमतिर पनि आयौँ। शिक्षा दिवस, यो 36औं राष्ट्रिय शिक्षा दिवस
को अवसर पनि पर्यो र यो अवसरमा हामी यसै गरी भेट्ने कुराकानी गर्ने यो सिलसिला त निरन्तर रहन्छ। तर आजको यो कुराकानी हामीले गरिराख्दाखेरि अलिकति स्तरीय शिक्षा कसरी दिने र अहिले पछिल्लो भूकम्प पश्चातको अवस्था पनि हामीले यसमा प्रसङ्ग जोडिएको छ। अब राज्यले गर्नुपर्ने चाहिँ के कुरा हुन सक्लान् अलिकति फिडब्याकको रूपमा दर्शकहरूलाई पनि र उहाँहरूलाई पनि बुझाइदिनुहोस्, केही फिडब्याक छ? वास्तवमा अहिले जुन हामीले अनुभव गऱ्यौँ नि तातो अनुभव, र त्यो तातो अनुभवले के सिकायो भने यो प्राकृतिक प्रकोप विपद होइन को व्यवस्थापन हामी गाउँमा चाहिँ ज्यादै नै अपर्याप्त रहेछ। त्यो अपर्याप्त कहाँबाट सुरु हो भने हाम्रो शिक्षाबाटै सुरु हो। त्यसरी सुरुकै प्रारम्भिक तहदेखि नै होइन आफू कसरी सुरक्षित हुने, प्राकृतिक प्रकोप अथवा होइन त्यस्तो किसिमको दुर्घटनाहरू होइन हुने बेलामा चाहिँ त्यसको तयारी नि विद्यालयबाट अझ सकिन्छ भने घरबाट होइन सुरु गर्नुपर्ने रहेछ होइन। यो एउटा एकदम ठुलो मेसेज पनि हो सबैको लागि, सरकारको लागि मात्रै होइन अरूको लागि पनि हो। अहिले यही सिलसिला मैले अर्को एउटा कुरा जोड्न चाहेँ, त्यो के हो भने चाहिँ यो इङ्ग्लिस मिडियमबाट होइन इन्स्ट्रक्सन होइन प्रशिक्षण गर्ने हो र त्यसबाट उपलब्धि हुन्छ भन्ने कुरा कहीँ पनि स्थापित छैन। वैज्ञानिकले रिसर्चले त्यसले त स्थापित गर्दैन। भाषिक होइन व्यवस्था हो र भाषिक व्यवस्थाको सिद्धान्तले के भन्छ भने यु हेभ टु मुभ फ्रम मदर टङ टु अदर टङ भन्छ होइन। मदर टङमा सुरु र अर्को, अब यो अदर टङ कुनै पनि हुनसक्छ, नट नेसेसरीली इङ्ग्लिस होइन। तर अब अहिले इङ्ग्लिसकै बोलबाला भएको हुनाले अहिले यहाँले भने त बेलाको बोली पनि भयो होइन। त्यसरी हामी चाहिँ अङ्ग्रेजी भाषातिर गएका छौँ, किनभने अङ्ग्रेजी भाषालाई चाहिँ अ विन्डो टु द वर्ल्ड होइन भनेर पनि यसरी त्यसको पर्याय पनि होइन बताइएको छ। त्यस कारण त्यो अवस्थामा हामीले अङ्ग्रेजी भाषातिरको मोह आकर्षणलाई होइन भनौँ न प्रतिरोध गर्न नसके मात्रै हो। तर अङ्ग्रेजी भाषाको माध्यमबाटै पढाउँदाखेरि उपलब्धि होइन राम्रो हुन्छ भन्ने कुरा कहीँ पनि स्थापित भएको कुरा हो होइन। दोस्रो मैले अब भनौँ न सुझाव दिन खोजेको कुरा के भने साँच्चै हामीले अहिले क्वालिटीको कुरा गर्ने, किन हाम्रो नाराले पनि त्यसलाई चाहिँ स्थापित गर्न खोजेको कुरा पनि हो। त्यसो भएर गुणात्मकताको सूचक के त माध्यम भाषा होइन के हुने होइन, जे आवश्यक छ जे उपयुक्त छ त्यही हुने हो। अब यहाँ अङ्ग्रेजीतिर आकर्षण हुनु एक त संस्थागत विद्यालय जसलाई हामी निजी विद्यालय पनि भन्छौँ, संस्थागत विद्यालयको यस सिलसिला मानक मानेर सुरुदेखि नै हुने पठन पाठन होइन त्यो छ। त्यसो भएको हुनाले चाहिँ त्यो अङ्ग्रेजीलाई हामीले एउटा मानक मान्यौँ कि, र मानक मानेको कारणले गर्दा गुणात्मकता अब अवाञ्छनीय तरिकाले अङ्ग्रेजीसँग बाँधिनु पुगे मात्रै बाँधिएको मात्र। अब बजार पनि त्यसरी नै होइन निर्देशित छ, त बजारको माग पनि त्यही हो। त्यस कारणले अभिभावकको माग पनि त्यो हुनु पुग्या हो। अभिभावकले बुझेर साँच्ची नै होइन यो के हो त भनेर यता लाग्नुभएको होइन। अङ्ग्रेजी भनौँ न अब संस्थागत विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ्ने आदि इत्यादि कुराहरू चाहिँ यी सबै कुराको होइन परिवेशबाट चाहिँ निर्देशित हो। र तेस्रो मेरो चाहिँ सुझाव सरकारलाई खास के भने अब अहिलेको भनौँ न यो विपन्न पश्चात होइन यो सङ्कटापन्न जुन अवस्था हुन्छ, सङ्कटापन्न अवस्थामा राज्य स्तरमा नै होइन हामी के त छ नि दैविक प्रकोप व्यवस्थापन समिति छ, त्यो समिति चाहिँ शुद्ध रहेछ क्या। र उसले दिएको जस्तो भूकम्प प्रतिरोधी होइन जुन सिपहरू ती सिपहरू पनि गलत साबित भए। जस्तो अब यहाँ घटना पनि देखिएको छ नि त, भूकम्प आयो बच्चाहरू चाहिँ बाहिर चौरमा खेलिरहेको बच्चाहरू चाहिँ घरभित्र चाहिँ भनौँ न टेबल मुनि लुक्न पुगे र उनीहरूको होइन नाश भयो होइन भन्ने पनि अहिले घटनाहरू आएको छन्। अब त्यस्तो किसिमको भूकम्प प्रतिरोधी सिप दिँदाखेरि नि अब त्यो भूकम्पविदहरूले कसरी त्यस्तो किसिमको गलत होइन खालको सिप दिए, त्यस्तो निर्देशिका कहाँबाट आयो, त्यसमा पनि सरकारले एउटा रिभिजिट गर्नु पऱ्यो क्या। र अहिलेको तात्कालिक अनुभवलाई लिएर कस्ता सिपहरू साँच्चै नै उपयुक्त हुँदो रहेछ नि त होइन बचाउ गर्नको लागि। विद्यालयको संरचना निर्माण कसरी हुनुपर्ने होइन, अब भूकम्प प्रतिरोधी है संरचना कसरी निर्माण गर्नुपर्छ, यसमा त साँच्चै नै एकदमै गहिरता होइन गम्भीरताका साथ नै लाग्नुपर्ने देख्दछु म। म्यामलाई मेरो प्रश्न यहाँले 2048 सालदेखि जसरी अङ्ग्रेजी भाषामा पढाइ सुरु भयो त्यसपछि अहिले 2000 विद्यार्थीहरू छन्, यहाँहरूले विभिन्न पुरस्कार पाइरहेको कुरा यहाँले भन्नुभएको छ। त्यो अङ्ग्रेजी भाषाको पठन पाठन भएपछि टिचिङ लर्निङ इन्भाइरोमेन्टमा के एउटा त्यो माध्यम मात्रै कारक थियो कि अथवा त्यसपछि त्यो पब्लिकको डिमान्ड थियो अङ्ग्रेजीमा पढ्ने र त्यसपछिको वातावरण यहाँहरूले थप्दै जानुभयो अथवा व्यवस्थित बनाउँदै जानुभयो त्यो कारण थियो के हो त्यहाँको भित्री कुरा बताइदिनुहोस् अन्तमा। इङ्ग्लिस मिडियम भएर मात्रै विद्यालय चाहिँ अगाडि बढ्ने प्रगति हुने भन्ने कुरा पक्कै पनि होइन। जब अङ्ग्रेजी माध्यम हुने बित्तिकै विद्यार्थीको सङ्ख्या अघि सरले भन्नु विद्यार्थी सङ्ख्या बढ्दै गयो, विद्यार्थीको सङ्ख्या बढ्ने बित्तिकै रिजल्टहरू पनि राम्रो हुँदै गएपछि त्यही अरू खोजहरू हुँदै गयो। त्यसै शिक्षकहरूलाई तालिम दिने अझै अगाडि कसरी बढ्ने भन्ने कुरा हामीलाई खोज हुन थाल्यो, दक्ष शिक्षकहरू खोज गर्ने, त्यसपछि आएर नयाँ कार्यक्रमहरू होइन अन्य कार्यक्रमहरू गर्दै जाने गर्दाखेरि खालि अङ्ग्रेजी माध्यमबाट मात्रै चाहिँ भएको होइन। सो अङ्ग्रेजी माध्यम हुने बित्तिकै विद्यार्थी बढ्न गए, विद्यार्थी बढ्ने बित्तिकै अब
नयाँ खोज अब कसरी अगाडि बढ्ने त भन्ने कुरा हाम्रो योजनाहरू प्लानहरू बने, विभिन्न कार्यक्रमहरू बन्न थाले। अब स्कुलमा चाहिँ विभिन्न कमिटीहरू गठन भए, सबैले चाहिँ काम बाँडीचुँडी काम सुरुवात भयो, जसले गर्दाखेरि अगाडि बढ्न सक्छ। जस यहाँको अनुभवबाट हामीले बुझ्न चाहिँ यो प्रश्न सक्यौँ कि चाह्यो भने सामुदायिक शिक्षण संस्थाले पनि यस्तो रेकर्ड सेट गर्न सक्छ जुन यहाँहरूले गर्नुभएको छ, होइन? एकदम हो। सामुदायिक विद्यालय चाह्यो भने पक्कै पनि एउटा उत्कृष्ट विद्यालय, नमुनाको विद्यालयमा रहन सक्छ। यसमा अझै के जोड दिनु भन्दाखेरि सामुदायिक विद्यालयको जुन अवस्था छ त्यो अवस्थालाई सरकारले पनि राम्रोसँग हेरिदिएर के छन् त आवश्यकता, चाहँदै पनि गर्न नसक्ने कुराहरू के छन् त त्यो पुरा गरिदिने हो भने पक्कै पनि सामुदायिक विद्यालय एउटा उत्कृष्ट विद्यालयको नमुनाको रूपमा रहन सक्छ। यो 36औं राष्ट्रिय शिक्षा दिवसमा यहाँले एउटा पोजिटिभ मेसेज चाहिँ दिनुभएको छ। यसको सन्दर्भमा यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। म अब कार्यक्रम बिट मार्ने क्रममा बराल सरलाई मेरो प्रश्न, अघि सिपको कुरा सरले गर्नुभएको थियो, मलाई सिपसँग एउटा प्रश्न यहाँलाई सोध्न मन लागेको छ। खास हुन त उहाँले भूकम्पको कुरालाई त्यो सिपसँग जोड्नु भएको थियो, तर अहिले हामीले सिपमूलक शिक्षाको कुरा गर्दा चाहिँ यो अहिले हामी बच्चाको भर्नाको मात्रै कुरा गरिरहेका छैनौँ, कक्षा 9देखि 11सम्म पनि अब प्राविधिक शिक्षाको कुरा जुन आएको छ नि, त्यो शिक्षाले चाहिँ हाम्रो यो रेगुलर जुन प्याटर्नको पठन पाठन छ त्यसलाई ब्रेक गरेर त्यसले स्तरीयतामा अझ बढाउन सक्ला कि यसले झन् अप्ठ्यारो पार्न सक्छ? तपाईँ यसको जानकार पनि हुनुहुन्छ, त्यसकारणले यो प्रश्न मैले सोधिहालेको। अब यो वास्तवमा के भने हामीले कक्षा 1देखि 5सम्म जीवनोपयोगी सिप, अनि तपाईँको 6, 7, 8मा अनि यो के अरे आधारभूत सिप भन्छ, जो सफ्ट स्किल भन्छौँ, र 9 कक्षाबाट बेसिक रूपमा यो प्राविधिक र व्यावसायिक शिक्षाको जानकारी दिने भनेर हामीले डिजाइन पनि गरेको हो। र हाम्रो के हो भने विद्यार्थीलाई 9, 10मा व्यावसायिक शिक्षाको बारेमा पर्याप्त जानकारी दिइसकेर अनि विद्यार्थी 11तिर जाँदाखेरि अब विद्यार्थीले आफ्नो त्यो स्ट्रिमहरू कुन पढ्ने, कुन अध्ययन गर्ने भन्ने छान्नु भन्ने हाम्रो चाहना पनि हो। र हामीले 9 कक्षाबाट जुन प्राविधिक शिक्षा सुरु गरेका छौँ, वास्तवमा यसमा इनिसियल कुराहरू हामीले दिन खोजेको हो। र अर्को के हो भने अहिले हामीलाई आएको विद्यालय शिक्षा अथवा विश्वविद्यालय शिक्षालाई आएको आरोप चाहिँ के हो भने यो चाहिँ बेरोजगार उत्पादन गर्ने शिक्षा भयो, होइन, जनमुखी भएन, अवैज्ञानिक भयो, शिक्षा नीति खतम भयो भन्ने कुराहरू आएको हो। र हामीले के सोचिरहेको भने जस्तै अहिले एसएलसीको हिसाब हेर्दा एसएलसीमा 5 लाखले एसएलसी परीक्षा दिए भनेपछि यसको 10 वर्ष अगाडिको कक्षाको विद्यार्थीको भर्ना हेर्ने भने 13 लाख थियो। त्यो हिसाबमा के भने 7 लाख विद्यार्थी बिचमा ड्रप आउट भएको छन् कि अब विद्यार्थीहरू कक्षा दोहोऱ्याएका छन् अथवा विद्यालय छोडेका छन्। ती बच्चाहरू अब कक्षा 9सम्म ल्याउन सक्यो भने बेसिक एजुकेसन हामीले के गर्यौँ, अनिवार्य गर्ने हाम्रो कार्यक्रम छ। त्यहाँ अनिवार्य भएपछि कक्षा 8सम्म उनी अनिवार्य पढेर आउँछ र 9मा आइसकेपछि बच्चालाई प्राविधिक शिक्षा दिएर अनि तपाईँको हामीले उहाँहरूलाई कामको संसारमा लान खोज्या हो। किनभने जहिले पनि प्राविधिक शिक्षा भनेको टर्मिनेसन हुन्छ के, 9, 10 पढेपछि एउटा टर्मिनेसन हुन्छ, 11, 12 भने डिप्लोमा गरेपछि अर्को टर्मिनेसन, ब्याचलर गरेपछि टर्मिनेसन। कक्षा 9मा पढ्ने विद्यार्थी प्राविधिक विषयमा पिएचडी गर्ने चाहिँ होइन है, त्यसरी सोचाइराख्नु हुँदैन। किनभने त्यो कामको संसारमा नै जानु भनेर कक्षा 9मा जति भर्ना भएका छन् तिनी विद्यार्थी चाहिँ मास्टर लेभलमा प्राविधिक शिक्षा जाने भनेको होइन। किनभने बेला विद्यार्थी टर्मिनेसन हुन्छ नि, त्यो टर्मिनेसन हुँदा उनीहरू कामको संसारमा जानु र रोजगारहरू आफै गर्न सकुन् अथवा रोजगार बजारबाट प्राप्त गरून् भन्ने हिसाबले लगाएको। ओके, अब अन्तमा सम्पूर्ण दर्शकहरूका लागि यो शिक्षा दिवसको पूर्व सन्ध्यामा हामीले यो बस रेकर्ड गऱ्यौँ यहाँको अन बिहाफ अफ एनसिडी, के छ मेसेज दर्शक? वास्तवमा म यो परिसंवाद कार्यक्रम उपसमिति संयोजकको हिसाबमा पनि अब हामीले यो वर्ष जुन किसिमको चाहिँ हामीले नारा तयार गरेका छौँ र हरेक शिक्षण संस्थाहरूले यसलाई फोकस दिने। अब सुरक्षित शिक्षण संस्था भनेको सबै विद्यालय सुरक्षित बनाउन दौडिनु पनि पर्दैन। यो बारेमा विद्यालयमा भूकम्प आउँदा कसरी हामी चाहिँ जोगिने, पहिरो आउँदा कसरी जोगिने भन्ने कुराहरू विद्यार्थीहरूमा अभ्यास गराउने र अर्को चाहिँ भूकम्पबाट भएको पीडाहरू छ त्यसको लागि मनोसामाजिक अब सहयोग चाहिँ विद्यार्थीलाई उपलब्ध गराउने हाम्रो चाहिँ योजना हो। र यसले गर्दा विद्यार्थीमा के भने सुरक्षित शिक्षण संस्था भने त मानसिक रूपमा पनि विद्यार्थी सुरक्षित महसुस हुनु पऱ्यो नि त। डराएको बच्चाले पनि आफूलाई अब सुरक्षित विद्यालयमा छु भन्ने खालको अनुभूति गर्नु पऱ्यो, त्यो दिने हिसाबमा हामी गएका छौँ। र अर्को क्वालिटी एजुकेसन भनेको त्यो नेभर इन्डिङ एजेन्डा हो क्या। कुनै पनि अमेरिकामा पनि क्वालिटीको प्रश्न उठ्छ, बेलायतमा पनि प्रश्न उठ्छ भनेपछि उहाँहरूको पनि क्वालिटीको प्रश्न त्यहाँभन्दा अझ राम्रो के हो भन्ने हो हुनाले हामी जहिले पनि हामी शिक्षा भनेको कहिले पनि रोकिँदैन, यो जहिले पनि अगाडि बढ्छ। त्यसैले गुणस्तरको बारेमा विश्वविद्यालय तहबाट पनि यसमा थप अनुसन्धानहरू हुने, हामीलाई यसबारेमा चाहिँ जानकारी बढी इन्फर्मेसन दिने र विद्यालयमा शिक्षकहरूले आफूले कति गर्न सकिन्छ। अहिले तरुण माविले जति गरेको छ
थप त्यसमा गर्ने अर्को कुनै स्कुल छ यो भन्ने स्कुल त्यसले त्यो आफूभन्दा अलिक अगाडि बढ्ने भयो भने सामुदायिक विद्यालय अन्य देशहरूमा सामुदायिक विद्यालय जनताको पहिलो रोजाइ हो। हामीले पनि कुनै दिन जनताहरूलाई यस्तै तपाईँ तरुण मावि जस्ता स्कुलहरू देशमा स्थापना भयो भने उहाँहरूकोमा भर्ना गर्नको लागि भनिदिनु पऱ्यो होइन। अब त सामुदायिक विद्यालय केही राम्रो विद्यालय छन् जस्तै अमरसिंहमा के हुन्छ म पोखराको मान्छे तपाईँले भनिदिनु न भर्नको लागि कक्षा 8मा यो मान्छेको किन चोइस किन विद्यालयले राम्रो रिजल्ट दियो भने अभिभावक के अरे चाहना बढ्छ त्यहाँ उहाँहरू बच्चा भर्ना गर्नुहुन्छ उहाँले चासो दिनुहुन्छ हाम्रो सामुदायिक विद्यालय सुधार्न विकल्प यति एउटा देख्छु मैले। हस् यहाँको यो भनाइसँगै आज हामीले यो परिसंवाद कार्यक्रम यही समाप्त भएको घोषणा गर्छौँ र यहाँको अमूल्य समय र विचार यो शिक्षा दिवसको पूर्व सन्ध्यामा हामीले छलफल गर्ने मौका पायौँ र यहाँको अमूल्य समय र विचारका लागि हाम्रो तर्फबाट थ्याङ्क यू सो मच। धन्यवाद धेरै धेरै। दर्शकबिन आजको कार्यक्रममा हामीले विशेष गरी 36औं राष्ट्रिय शिक्षा दिवस र यसको नारा दिगोस् विकासका लागि गुणस्तरीय शिक्षा सबैका लागि सुरक्षित शिक्षण संस्था भन्ने नारामा केन्द्रित रहेर आजको परिसंवाद कार्यक्रम गऱ्यौँ। यो कार्यक्रमको विषयमा र हामीले केही छुटाएको विषयमा पनि यहाँहरूको सल्लाह सुझाव छ भने हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुनेछ र आगामी एपिसोडमा अर्को व्यक्ति र विषय लिएर पुनः हामी यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मको लागि सम्पूर्ण युनिटसहित मलाई समेत आज यो विशेष एपिसोडबाट बिदा दिनुहोस्। नमस्कार।